हेलो नमस्ते सबैजनालाई दर्शन र आज म हजुरहरूलाई मेरो बारीको केही दृश्यहरू देखाउँछु है। हाम्रो बारीमा अस्ति भर्खर रोपेको यो खुर्सानीहरू है एकदम मजाले फलेको छ। यहाँ है खुर्सानीहरू एकदम मजाले फलेको छ। साथै यता चाहिँ यो फेरि यो लामो खुर्सानीहरू हो। अनि साथै यता चाहिँ गोलभेडा खेती है। यहाँ चाहिँ हाम्रो गोलभेडा खेती अनि यतिखेर यहाँ हामी पानी हाल्दै अनि त्यसपछि यता चाहिँ फेरि भेन्टाहरू कालो भेन्टा हैन, कालो भेन्टा पनि है। यो कालो भेन्टा पनि छ। अनि यतापट्टि गयो भने फेरि सिमीहरू छ है। अनि कस्तो राम्रो के मजा लाग्ने यो देख्दाखेरि खुर्सानीहरू के टनन्न फलेको छ के। यो चाहिँ गोलभेडा खेती हो। यता पनि छ है। अनि यता पनि छ हेर्दै जानु। अनि उता पनि छ कि भेन्टा खेतीहरू, काँक्राहरू। यो चाहिँ चिप्ले भेन्टा है। यो चाहिँ चिप्ले भेन्टा। अनि यो चाहिँ पुरै भेन्टाहरू, करेलाहरू। अनि यता चाहिँ काँक्राहरू टन्नै फलेको थियो काँक्रा। हामीले धेरै लड चाहिँ टिपिसक्यौँ के काँक्रा चाहिँ है। अनि यहाँ चाहिँ पुरै यो टनेल छ यता है हाम्रो। अनि यता चाहिँ यो चाहिँ घिरौलाको झालहरू। यो चाहिँ करेला खेती छ फेरि यता चाहिँ नि। यो चाहिँ मुन्टा, फर्सीको मुन्टाहरू छ। अनि फुल पनि खेल्दै रहेछ बारीमा। उहाँहरूले गर्नुहुन्छ, म त अब यसो हेर्ने ओर्ने। उता हाम्रो हेर्नु न कस्तो रुख टमाटर के मजाले फलेको। यो ल्याएर सारेको पनि धेरै भएको छैन, तर पनि कस्तो मजाले ठुलो भएर फलेर पनि फल्दिसक्यो है, फुलेर पनि। सागहरू है। अनि के छ बोडीहरू पनि छ। अनि चिचिन्डो पनि छ के यता हामीहरूको। यता चाहिँ यो के भन्छ लामो बोडी। अनि यता